गुड मर्निङ एन्ड नमस्ते सहकारी विवादन। यतिखेर हामी सिन्धुली जिल्लामा रहेको सिन्धुलीगढीको यात्राको लागि अगाडि बढिराखेका छौँ। हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था भरतपुर 11 को यो सहकारी सदस्य अवलोकन भ्रमणमा हामी निरन्तर अगाडि बढिरहेका छौँ। हाम्रो साथमा संस्थाका आदरणीय उपाध्यक्ष नानप्रसाद उपाध्याय सर अगाडि हुनुहुन्छ। सर नमस्कार। नमस्कार। आराम हुनुहुन्छ सर? यात्रा सबै ठीक छ? एकदम ठिक छ। धेरै राम्रो बाबुको व्यवस्थापन, हाम्रो नारायण सरको व्यवस्थापन सब एकदम राम्रो छ। भावी अध्यक्षको व्यवस्थापन ठीक छ। एकदम हस्, थ्याङ्क यू भेरी मच सर। हाम्रो अगाडि हाम्रो निवर्तमान अध्यक्ष आदरणीय सर तेजन्य बहादुर खड्का सर हुनुहुन्छ। सर नमस्कार। नमस्कार। हामी चाहिँ सिन्धुलीगढीमा प्रवेश गरिसकेका छौँ। सिन्धुलीगढी अवलोकन गर्दैछौँ। यो सिन्धुलीगढी ऐतिहासिक ठाउँ हो। यो ऐतिहासिक ठाउँ गढीमा हामी यहाँ सबै हाम्रो चित्रवन बचत ऋण सहकारी संस्थाका सबै साथीहरू, झमट टोलीका साथीहरू हामी यहाँ सहभागी भएका छौँ। हजुर, सबैलाई यो ठाउँबाट म शुभकामना भन्न चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस्, थ्याङ्क यू भेरी मच सर। हाम्रो साथमा यता नयन सर पनि हुनुहुन्छ, पूर्व अध्यक्ष सर। सर नमस्कार। नमस्कार। के छ सर, भ्रमण यात्रा रमाइलो सहज अत्यन्त रमाइलो भएको छ। भइराखेको छ? हामी दोलखा चरीकोट पुगेर हजुर त्यहाँ कालिन्चोक भगवतीको दर्शन गरेर हजुर चरीकोट आएर बस्यो र अहिले बिहान बिहान हजुर सिन्धुलीगढी हजुर सानोबढी यात्रा गर्न गइरहेछौँ। गइरहेका छौँ। हजुर भ्रमण अत्यन्त रमाइलो भइरहेको छ। हजुर ऐतिहासिक स्थल पनि हो। हजुर नेपालले चाहिँ अङ्ग्रेजहरूलाई हराएको स्थान, यहाँ हाम्रो पुर्खाहरूले चाहिँ गरेको ऐतिहासिक स्थल भएको हुनाले हामी आउने पुस्ताहरूले पनि सबैले पहिचान देख्ने सुन्नुपर्ने आवश्यक छ। हजुर त्यही क्रमले हामी आएका हौँ। धन्यवाद। हस्, थ्याङ्क यू भेरी मच सर। थ्याङ्क यू भेरी मच। एकदम बढिरहेका छौँ सबैजना यहाँनिर अगाडि बढिरहेका छौँ। निरन्तर यो सिन्धुलीगढीको अवलोकन गर्नको लागि हामी निरन्तर अगाडि बढिराखेका छौँ। हाम्रो चित्रवन बचत ऋण सहकारी संस्थाका सम्पूर्ण ल उता हो उता हुनुहुन्छ। हामी निरन्तर यात्रा अगाडि बढिरहेका छौँ। एकदम सबैजना सर आराम हुनुहुन्छ? के छ यात्रा भ्रमण ठिक भइरहेको छ? एकदम रमाइलो। ल थ्याङ्क यू भेरी मच। भ्रमण के छ म्याम? सब ठिक छ? एकदम रमाइलो भइरहेको छ। हस्, थ्याङ्क यू भेरी मच। के छ सर तपाईँ भ्रमण कस्तो भइरहेछ? एकदमै रमाइलो छ। रमाइलो भइरहेछ, केही त्यस्तो समस्या छैन? एकदम खुसियाली भइरहेको छ। हस्, धन्यवाद। थ्याङ्क यू भेरी मच सर। हजुरलाई के छ भ्रमणको यात्रामा? धन्यवाद। यो अस्तिदेखिको भ्रमण हजुर कालिन्चोक भगवती गयौँ अनि आज हामी सिन्धुलीगढीमा आउँदैछौँ। भ्रमण अत्यन्तै रमणीय र राम्रो भयो। हजुर जुन व्यवस्थापन हाम्रो चित्रवनले गर्नुभएको छ र त्यो व्यवस्थापनमा यो बसलाई सबै कुराहरू मिलाउने कामहरूमा पनि भाइहरूको सरहरूको सबैको व्यवस्थापन एकदम राम्रो रह्यो र एकदम रमणीय र सुन्दर छ। धेरै धेरै धन्यवाद सबैलाई। थ्याङ्क यू भेरी मच सर। थ्याङ्क यू भेरी मच सर। यहाँनिर सरहरू हुनुहुन्छ, लक्ष्मण सर आदरणीय संस्थाका कोषाध्यक्ष सर फोटो खिच्दै हुनुहुन्छ। लक्ष्मण सर स्वागत छ हजुरलाई। धन्यवाद यहाँलाई। हामी आज सिन्धुलीगढीको अवलोकन भ्रमणमा छौँ। के छ सर आजको यात्रा? हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष आयोजना गर्ने गरेको हाम्रा आदरणीय सदस्यहरूको लागि यो भ्रमणको कार्यक्रममा जुन 3 दिने भ्रमण थियो त्यसको आज अन्तिम दिन हो। 9 गते हामी गएर 10 गते गएर 12 गते आज हिजो 11 गते हामीले मुख्य हाम्रो भ्रमणको चाहिँ गन्तव्य कालिन्चोक भगवतीको दर्शन पूजा गरेर आयौँ। पुर्कोटको बास बसेर आज हामी बिहानै बर्दिवास हुँदै भरतालतर्फ जाने क्रममा यहाँ सिन्धुलीगढीमा आएका छौँ र यो सिन्धुलीगढीको सानो गढीमा हामी अहिले उभिराखेका छौँ। यो एउटा रमणीय र ऐतिहासिक स्थल हो। यो हाम्रा वीर गोर्खाली सेनाहरूले एउटा आफ्नो वीरता देखाएको यो स्थल पनि हो र हाम्रो एउटा
नेपालको पहिचान पनि छ र यो चाहिँ वास्तवमा हरेक नेपालीले यस्ता स्थानहरू हेर्न चाहन्छन्, देख्न चाहन्छन्, यहाँको बारेमा बुझ्न चाहन्छन्। त्यही क्रममा हामी पनि यहाँ आएका छौँ र अब अझ यसपछि हामी मुख्य ठुलो गढीमा हामी जानेछौँ। त्यहाँ पनि हामी धेरै जानकारीहरू प्राप्त गर्नेछौँ र अहिले जुन हाम्रो चित्रबाट हामीले आयोजना गरेर जुन भ्रमण भएको छ यो चाहिँ सुखद भएको छ र कसैलाई केही अप्ठ्यारो गाह्रो केही भएको छैन र ज्ञानवर्धक र रमणीय हुँदै गएको छ। हस्, थ्याङ्क यू भेरी सर, थ्याङ्क यू भेरी सर। ल यहाँनिर सबैजना हाम्रो सदस्यहरू रमाइलो गरिरहनु भएको छ। ल एकदम निकै रमाइलो तरिकाबाट यहाँनिर सदस्यहरू भिडियो बनाइरहनु भएको छ। दुली गाडी घुमेर हेर्दा कतिमा राम्रो घरबार मार्यो नि मायाले मार्यो, राम्रो घरबार मार्यो नि मायाले मार्यो। ल अब सुन्नुहोस् है, योभन्दा 3 गुणा राख्ने ठाउँ त्यो त छ। अब त्यहाँ गरेर उता जानु मुख्य गरी ल आउनुहोस् ल उताको अब आउनुहोस् है। ठुलो गाडीमा जाउँ हामी है। हाम्रो यात्रा निरन्तर जारी रहिरहेको छ। हामी आज तेस्रो दिनको 12 गतेको अवलोकन भ्रमणको लागि सिन्धुली गढीमा छौँ। यतिखेर हामी हाम्रो चित्रवन 75 सकर संस्थाबाट हामीले 10 गतेको ट्रिपमा 3टा गाडी कालिचोकतर्फ प्रस्थान गरेका थियौँ। त्यसै गरी हामी पहिलो दिन चरीकोटको बास र त्यसको भोलिपल्ट हिजो हामी कालिचोकको अवलोकन भ्रमण सम्पन्न गऱ्यौँ भने तेस्रो दिन हामी आज चाहिँ खुर्कोटको बास बिहान बसेर हामी अहिले यहाँनिर सिन्धुली गढीको अवलोकन भ्रमण गरिराखेका छौँ। यहाँनिर सबैजना उत्साहित भएर र इतिहास बोकेको सिन्धुली गढीलाई यहाँनिर हामीले देख्न पाउँछौँ। यो हाम्रो यात्रा निरन्तर जारी छ। यहाँनिर हामी धेरैजना चाहिँ सदस्यज्यूहरू र हाम्रो आदरणीय हाम्रो सञ्चालक समिति पूर्व अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यूहरू र सहकारी विज्ञ व्यक्तिहरूको यहाँनिर उपस्थित रहेको हामी पाउँदछौँ। विभिन्न क्षेत्र र विभिन्न तह तब्कामा रहेर आफ्नो जिन्दगी र आफ्नो जीवनको उद्देश्य सहकारीलाई पनि यहाँनिर उहाँहरूले दिनुभएको छ। त्यसै अनुरूप हामी यहाँनिर निरन्तर अगाडि बढिराखेका छौँ। यो सिन्धुली गढीको यात्रा हामी सानो गढी हेऱ्यौँ र अब हामी ठुलो गढीको यात्राको लागि निरन्तर अगाडि बढिराखेका छौँ। यहाँनिर हामी देख्दैछौँ यो यात्रा निरन्तर जारी छ। यहाँनिर देख्न सकिन्छ सानो गढी जाने बाटो, सिद्ध बाबा मन्दिर जाने बाटो भनेर हामीले यहाँनिर देख्न पाउँछौँ। यात्रा निरन्तर अगाडि बढिराखेको छ। यो सिन्धुली गढीको यात्रा अगाडि बढिराखेको छ। निरन्तर जारी छ हाम्रो यात्रा। सबैजना अगाडि बढिरहनु भएको छ। यहाँहरू निरन्तर यात्रा जारी छ। हाम्रो सरहरू पछाडि आउँदै हुनुहुन्छ। यहाँनिर यात्रा ठुलो सिन्धुली गढी हामी निरन्तर यात्राको लागि अगाडि बढिराखेका छौँ। हाम्रो यात्रा निकै रमाइलो र समयले भइराखेको अवस्था छ। जेल घर रे यो
जेलघर अदालत यहाँ पहिला त्यो बेलाको जेल घर अदालत जेलघर यो यहाँनिर रहेको छ यो हामी चित्रवनबाट हाम्रो चित्रवनबाट यहाँ भ्रमणमा आएका छौँ हजुर सिन्धुली गढीको यो ठुलो गढीमा हामी प्रवेश गरिसकेका छौँ हजुर यो ठुलो गढीमा यो यतापट्टिको साइड अहिले देखिएको साइड यता देखाइदिउँ यो साइड चाहिँ त्यो बेलाको जमानाको जेल घर हो र अदालत हो निर्णय गर्नुपर्ने अदालतमा बसेर गर्नुपर्ने यसलाई पुनर्निर्माण गरिएको छ पहिला यस्तो थिएन यसलाई चाहिँ यहाँ चाहिँ अब अपराधीहरूलाई यहाँ सजाय गर्ने अनि कार्यक्रम यहाँ हुन्थ्यो हजुर हजुर सरलाई म केही क्वेसन सोध्न चाहेँ सर यहाँनिर सिन्धुली गढीमा हामी पहिला टेक्दै गर्दाखेरि यहाँ लेखिएको छ हजुर यो मूर्तिको यहाँ लेखिएको छ यो लोक गायक डाक्टर कृष्ण विक्रम स्वर्गीय कृष्ण विक्रम थापा यो कर्णप्रिय लोकगीत मार्फत सिन्धुलीको ऐतिहासिक पहिचानलाई देश प्रदेशमा प्रचार प्रसार गर्ने अतुलनीय योगदान गर्नुहुने कृष्ण विक्रम थापाको यो तस्बिर यो चाहिँ के अरे मूर्ति बनाइएको छ यहाँ हजुर यो मूर्तिले यहाँको पहिचानलाई अगाडि देखाइरहेको छ र यो सिन्धुली गढीको यहाँनिर पुर्खाले जुन किसिमको बलिदान हाम्रो देश बचाउ अभियानको लागि दिएको थियो यहाँ बसेर लडेको थियो कसरी सम्झिनुहुन्छ सर हजुरले यो पुर्खाले गरेको इतिहासलाई के छ हजुरको तर्फबाट धन्यवाद दिनेश भाइ यो चाहिँ यो हिजो जति बेला नेपाललाई समग्र एकीकरण भइसकेको थिएन एकीकरण गर्ने क्रममा यसलाई एकीकरण गरिसकेपछि यहाँ अङ्ग्रेजहरूसँगले नेपाललाई भारतबाट आएर नेपालमाथि आक्रमण गर्दाखेरि यो ठाउँमा बसेर हाम्रा पूर्वजहरू हाम्रा अग्रजहरू हाम्रा चाहिँ वीर गोर्खालीहरूले यहाँ बसेर सङ्घर्ष गरे लडाइँ लडे र अङ्ग्रेजहरूलाई धपाउन सफल भएका थिए त्यो ऐतिहासिक ठाउँ हो त्यही यो सिन्धुली गढी वार म्युजियम यो म्युजियम अहिले म्युजियम हेर्न पाइन्छ कति राम्रो यो युद्ध सङ्ग्रहालय हेर्न लायकको ठाउँ एउटा यो हो यहाँ हामी अहिलेको भ्रमणमा यो यस्तो बनाएको थिएन अहिले पछि राम्रो बनेको हामी आउँदाखेरि पहिला यो बन्दै यो पुर्खाले गरेको एउटा जुन इतिहास यहाँनिर रहेको छ यो इतिहास यदि पुर्खाले यो नगरेको भए हाम्रो नेपालको इतिहासमा यो कुरा हामीले देख्न र यहाँनिर हेर्नलाई पाउने थिएनौँ होला हामी निरन्तर यात्राको क्रममा छौँ हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको यो सहकारी अवलोकन भ्रमण म्युजियममा यहाँनिर हामी रहेका छौँ यहाँनिर होला सिन्धुली गढी युद्ध सङ्ग्रहालय यहाँनिर हामीले देख्न पाउँछौँ यहाँनिर धेरै माथि चाहिँ उहाँले लिइदिनु पर्छ यहाँ बस्न पाइँदैन यहाँ उभिएर ए हुन्छ हुन्छ ल हस् 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 यहाँनिर रहेको छु हामी निरन्तर यो सिन्धुली गढीको यात्राको क्रममा यहाँनिर रहेका छौँ हाम्रो चित्रवन बचत ऋण सहकारी संस्थालीको यो सिन्धुली गढी युद्ध सङ्ग्रहालय यहाँनिर रहेका छौँ यहाँ निरन्तर फोटो भिडियो खिचे हामी क्रममा रहेका छौँ यहाँनिर हाम्रा सदस्यज्यूहरू
काटिसकेछ। काट्नु भएको हजुरले लिनु अहिले मलाई दिनुहुन्छ है? यहाँ नारायण देखाउनु मात्रै छ। हजुरले सबै छ देखाउनु मात्रै। सबैजनाको छ सर। त्यहाँ कसलाई चाहियो त्यो मात्रै दिनु होला। निरन्तर हामी यहाँनिर यातायात क्रममा रहेका छौँ। यो अहिले सिन्धुलीगढी सङ्ग्रहालय यहाँनिर रहेको छ र यहाँनिर अवस्था छ। निरन्तर एकदम होइन, तपाईँहरू पुरै भिडियोमा हुनुहुन्छ। मेरो युट्युब च्यानलमा आउँछ यो भिडियो, तपाईँले हेर्नुहोला। म नाम भन्छु, घर गएर हेर्न पाउनुहुन्छ यो भिडियो है। ल तपाईँहरू के छ, भ्रमणमा एकदम खुसी हुनुहुन्छ नि होइन? एकदम खुसी हुन्छ, रमाइलो पनि भयो। ल हस्, धेरै धेरै धन्यवाद। ल हस्, थ्याङ्क यू भेरी मच, थ्याङ्क यू भेरी मच, थ्याङ्क यू भेरी मच। टिकट बुझाइसक्नु भएको छ। ल सबै आउनु त, पछि आएर फोटो खिचौँ ल। हाम्रो सबैजनाको टिकट काटिसकेको छ, त्यहाँ ढुकेर हेरौँ। सङ्ग्रहालयमा निरन्तर जारी छ। हामी तपाईँको देख्न पाउँदछौँ। भित्र सङ्ग्रहालय अवलोकन गर्नको लागि सबैजना भित्र जानु होला। त्यही छ म्याडम, त्यही छ। यहाँनिर हाम्रो साथमा हुनुहुन्छ अहिले बद्री प्रसाद खकुराल सर। हजुर बद्री सर, स्वागत छ हजुरलाई। यो हाम्रो चित्रवन बचत ऋण सहकार संस्थाको अवलोकन भ्रमणमा के छ, हजुरलाई कस्तो लागिरहेको छ? यो 3 दिने चाहिँ भ्रमण जुन के अरे अब हामी भरपुर 7 कृष्णपुरदेखि आयौँ र हाम्रो चाहिँ कालिम्चोक भगवतीको दर्शन अनि के अरे दोलखा भीमसेनको दर्शन र अहिले हामी यस सङ्ग्रहालय सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा सिन्धुलीगढीमा चाहिँ हामी निरीक्षण के अरे नाम गर्दैछौँ। र हाम्रो यात्रा चाहिँ धेरै रमाइलो भयो, हाम्रो बसाइ पनि रमाइलो भयो। अब आयोजक पक्षलाई पनि यसमा धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। हस्, थ्याङ्क यू भेरी मच सर। नारायण सर हुनुहुन्छ यहाँनिर। नारायण सरलाई म केही सोध्न चाहेँ। सर, हाम्रो निकै लामो समयदेखि संस्थामा आबद्ध रहेर अहिले सञ्चालक समिति जस्तो एउटा गरिमामय पदमा उपाध्यक्षको रूपमा हाम्रो आदरणीय सर नारायण प्रसाद उपाध्याय सर हुनुहुन्छ। यस्तो किसिमको भ्रमण आयोजनाले सहकारी विकासमा के कस्तो किसिमको टेवा पुर्याउँछ सर? के छ हजुर त्यसकोमा भनाइ? धन्यवाद दिनेश भाइ। हाम्रा सदस्यहरूको अध्ययन अवलोकन भ्रमणले हजुर संस्थाप्रति माया विश्वास कायम गर्ने, उत्साह भर्ने र घुमाइको सिकाइले आफ्नो जीवन व्यवस्थित बनाउन पनि मद्दत पुगेको मैले महसुस गरेको छु। त्यसले आर्थिक र वित्तीय कारोबारमा पनि सतर्क भएर काम गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूले सिक्नुहुन्छ। दिनफेरिले अलिकति नैराश्य भएर बसिराखेको बेला पनि 3 दिनको सानो घुमाइमा पनि आफूलाई ऊर्जा भर्ने गरी रमाउँदै हिँड्नुहुन्छ। सँगै हामीले यसलाई धार्मिक पर्यटनसँग पनि अलिकति जोडेका छौँ र त्यो धार्मिक पर्यटनले अब आफ्नो आत्मबल बढाउने काम गर्छ, आत्मविश्वास जगाउँछ भन्ने कुराहरू महसुस गरेको छु। हस्, थ्याङ्क यू भेरी मच सर। हस्, थ्याङ्क यू भेरी मच सर। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय यहाँनिर हामीले देख्न पाउँदैछौँ। यहाँनिर निकै रमाइलो यहाँनिर एक ठाउँ छ। हाम्रो आदरणीय सर तैजा सर हुनुहुन्छ लागि। ए ल हस्, बस अप आउने म्याडम। हस्, ल लिनु ल। होइन, दिइसक्नु भएको छ।
होइन पैसा मैले दिएछु अहिले गाडी मिलाउनु हजुर ल यता यसमा खिच्नु भन्नुभयो कि कहाँ त्यहाँ एउटा त्यहाँ एउटा यहाँनिर निरन्तर हामी अगाडि बढिराखेका छौँ यो भ्रमणको यात्रा ल बस्नु पोजिसनमा आउँछ ल झन्डा आउनु अलिक गाह्रै छ म्याम आउँछ 0.5 लगाइदेऊ न ए ल 0.5 मा बस पछाडि जान्छ झन् चाहिँ हस् हस् ल जाऊ मैडम तपाईँ जस्तो यहाँनिर उभिनु भने पुरै आउँछ नि मैले पुरा मिलाएर ठिक छ केही छैन माझा आउनु त बिचमा एक्लै खिच्ने भएपछि निरन्तर यात्राको क्रममा हामी अगाडि बढिरहेका छौँ यहाँनिर हाम्रो साथमा अमृता दिदी हुनुहुन्छ दिदी नमस्कार के छ आजको यो हाम्रो भ्रमण के कस्तो भइरहेको छ भ्रमण रमाइलो भएको छ एकदमै भने जस्तो तिमीलाई धेरै धेरै धन्यवाद हस् थ्याङ्क यू म्याम एकदम ठिक छ भ्रमण खुसी हुनुहुन्छ रमाइलो भइरहेको छ हस् थ्याङ्क यू हस् हस् ल ठिक छ घुम्नुभयो भित्र ए ल ल हस् हस् हजुर एउटा फोटो खिचिदिनु न बाबु ल है ल बस्नुहोस् होइन केही फरक पर्दैन केही फरक पर्दैन बाबु भाइ छोरा जे भने पनि एउटै हो होइन केही फरक पर्दैन ल सबैजना एकदम राम्रो आउनु भएको छ मान्छे राम्रो भएपछि होइन ठिक छ म मैले भिडियो गरिराखेको छु ठिक छ ल त्यही हो कहाँनिर यहाँनिर बस्नुहुन्छ ए ल हस् वेलकम निरन्तर छौँ यहाँनिर माथिसम्म जानु हजुर हो त्यसमा साको भाइले राम्रो खिचिदिनु ल हुन्छ दिनु त म्याम म सिङ्गल मिलाएर एकदम है अमलासँग मेरो अमला मिलाऊ अलि सिधा हो अलि सोझा भन्छ गराउनु पर्यो हो अझ सोझा अलि सिधा हजुर सर ट्याक्क अमला मिला उताको अमलासँग पृथ्वीनारायणसँगको अमला मेरो मिल्नु पर्यो ठिक देखेछ सर पाउनु है त
हेर्नु त सर एकपल्ट। खिच्ने त यसरी हो क्या सिग्नल खिच्ने ल हुन्छ सर हेर्नु माथि त खासै चौरहरू छ चौरमा अनि त लुकी हातको अलि हातको त्यो के हो देखेको थिएँ मैले दुईजना त अलि अलि यता आउनु यता ल यता छोडिदिनु यता तपाईँको फोटो आयो क्या यता ल तपाईँ जानुहोस् दुईजना सँगै खिच्नु तपाईँको मिलेन यहाँ छोरा मान्छेकोमा तपाईँ सँगै भन्नुहोस् ल ल भाइ ल दिदी जानु हजुर नि खिचिहाल्नु के ल हुन्छ सर अलि यता आउनुहोस् सर्नु सर अलि यता आउनुहोस् आउला अलि ठिक छ उहाँको बरु सिधा ठ्याक्कै पार्नु ल भाइ ल सर हामी नि खिच्नु ल हुन्छ किन नहुने ल बित्याको खिच्दिनु त्यहीबाट यहाँ मोबाइलको न तपाईँको ए त्यो लिनुहोस् त म पनि चोरौला खडाउने होइन चोरौला खडाउने मेरो पुरानो इतिहास तोप सङ्ग्रहालय हामी देख्न पाउँदछौँ गरिराखेका छौँ यो यात्रा निरन्तर जारी क्रममा छ हामी यहाँनिर घुम्ने क्रममा यहाँको इतिहासलाई हेर्ने यो यात्रा निरन्तर जारी छ अनि थोरै मुस्कुराओ आशा यहाँ फर्केर आएर खिच्नु हुन्छ हुन्छ माथि माथि जानु पहिला अनि आएर खिच्नु हुन्छ हुन्छ ठिक हो मिल्छ नि जाम जाम राम्रो जारी छ हामी माथिको यात्राको लागि जाँदैछौँ यो हजुर भन्दाखेरि रोटी भन्ने कुरो भन्यो होइन मैले सम्झाएको छु नि 8-10जना के हुनुहुन्छ भनिदिनु हुन्छ सर रोटी चाहिँ नभए सङ्ख्या ठ्याक्कै तिम्रो गाडी टिप म पनि टिप्छु हुन्छ सर अनि यति भने न्यूनतम भनौँ हजुर त्यही अनुसारको अनि अब मान्छे गरेर फेरि के हुन्छ बिचमा मुड चेन्ज गरिदिनु त्यो समस्या त्यो होइन पहिला खाना खाने भने मान्छे रोटी खाइदिनु त्यो जसले रोटी भनेको उसले हेडाउँदैन हो समस्या त्यो छ पर्ने समस्या के हो यात्रा मैले अघि नै भनेको थिएँ निरन्तर जारी रहेको छ हामी अगाडि बढिराखेका छौँ यहाँनिर यात्राको लागि यो निकै यो कालो छ यहाँनिर यो भागलाई अगाडि बढिराखेको छौँ यहाँनिर पछाडि आउँदै हुनुहुन्छ हाम्रो म्यामहरू उकाली अगाडि बढिरहनु भएको छ ल उहाँ एकदम स्पिड अगाडि बढाइरहनु भएको छ उहाँ त्यस्तै लाग्यो त्यही भएर उहाँ एकदम स्पिड अगाडि बढाउनु भएको आर्मी नै हो रे ल हिँड्नु हिँड्नु
नआर्मी नि हिँड्न सकिहाल्यो नि त। हामी यस्तो हिँडिरहेको छौँ। हेलो दाइ। ओ दाइ नमस्कार। हामी त सिन्धुलीगढी। ल ल ल आधी आइयो है। ल ल ल ल ल ल सबैजना एकदम निरन्तर हुनुहुन्छ यात्रामा। ल सिन्धुलीगढी घुमियो। ल म्याडम यता हुनुहुन्छ। मान्छे ठुलो पनि आऊ त्यहाँ नौ यहाँ फोटो खिचिहाल्ने। हिजो यो ठुलो घडी रहेको छ। यो युद्धकालीन अवस्थामा अङ्ग्रेजसँगको युद्धकालीन अवस्थामा यहाँ रहेको यो ढुङ्गाको जुन बारहरू हामी यहाँनिर देख्दछौँ यो निकै मनमोहक र इतिहासमा भएको एउटा चाहिँ पुर्खाले गरेको एउटा बलिदान हामी देख्न पाउँछौँ। यो तोप हान्नको लागि बनाएको पालहरू हो भने यो खानेपानीको लागि बनाएको इनार रहेको छ। सर स्वागत छ। हजुरले के छ सर भ्रमण यात्रा राम्रो भइराखेको छ? एकदम धेरै राम्रो छ सर। रमाइलो भइराखेको छ होइन? भइराखेको छ, एकदम आनन्द आएको छ। के छ हाम्रो चित्रवन संस्थाले यसरी भ्रमण आयोजना गर्दै गर्दाखेरि केही अप्ठ्यारो महसुस त केही भएको छैन? रमाइलो छ यात्रा होइन? एकदमै रमाइलो छ। आयोजकलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू भेरी मच सर, थ्याङ्क यू भेरी मच। ल सर हाम्रो सर आउँदै हुनुहुन्छ। अङ्ग्रेजहरू इन्डियाबाट चाहिँ नेपाललाई कब्जा गर्न यहाँ आए। हजुर आउँदाखेरि चाहिँ यो यताको बाटो आए। हजुर अनि यहाँबाट त्यो बेलाका वीर गोर्खाली सेनाले अङ्ग्रेजसँग यहाँ बसेर लडाइँ लडे र त्यो उनीहरूलाई परास्त गरे। हजुर त्यो ठाउँ हो यो ऐतिहासिक ठाउँ रहेको छ, ऐतिहासिक स्थल रहेको छ। गोर्खालीहरूले त्यो बेलामा नेपाल जोगाउनलाई चाहिँ ठुलो ठुलो भूमिका र योगदान हो पूर्वजहरू भनौँ न। एकदम त्यो बेलामा ढुङ्गा सुङ्गा तलबाट बोकेर आए। यहाँ माथि त थिएन, सुविधा थिएन, हो यातायातको सुविधा थिएन। हजुर यसरी आएर बनाएको एउटा इतिहास। यही हो गरी अब यतापट्टि बसी फर्किने उतै बाटो। हजुर आयौँ। अब यसको विशेषता ल त्यहाँ तल लेखेकै छ। यो चाहिँ ल सर हजुर यसको विशेषता र यहाँ रहेका सिन्धुलीगढीको केही महत्त्वपूर्ण कुराहरूको विषयमा। पानीकै लागि होला यो। त्यो बेलाको पानीको लागि ऐतिहासिक कुवाको रूपमा रहेको। पछि यसलाई यो यस्तो थिएन, एउटा कुवा थियो, पछि संरक्षण गर्यो। हजुर यहाँ चाहिँ शाहको पालामा यहाँ अङ्ग्रेजहरूले नेपाललाई कब्जा गर्न निम्ति आउँदाखेरि यहाँ बसेर गोर्खाली सेनाहरूले, वीर गोर्खाली सेनाहरूले यहाँ बसेर लडाइँ लडे र अङ्ग्रेजहरूलाई यहाँबाट लखेटे ढुङ्गा हानेर गुलेलीले, घुइँचोले तल म्युजियममा देखिन्छ नि। अनि तोप राखेर तोपका गोलाले, हामीसँग धेरै हतियार थिएन, बारुलाका गोला जे यहाँ पाउँथे त्यसरी यहाँ लडाइँ गरेर
अङ्ग्रेजहरूलाई धपाउन सफल भए र नेपाल जोगाएका हुन्। त्यसैले वीर गोर्खालीहरूको ऐतिहासिक पुर्खाहरूको ऐतिहासिक थलो यो सिन्धुलीगढीको यो ठाउँ हो। अब यहाँ अहिले हामी हाम्रो चित्रवनबाट अवलोकन भ्रमणको निम्ति आएका छौँ र यसले हामीलाई इतिहासतिर फर्केर हेर्ने एउटा अवसर मौका पनि दिएको छ र सबैलाई यहाँ सहभागी भइदिनु भएकोमा धन्यवाद छ। सरलाई म एउटा क्वेसन गर्न चाहन्छु। निकै लामो समयदेखि हजुर सहकारीमा आबद्ध हुनुहुन्छ र निकै सङ्घ संस्थाहरूको यो नेपालभरिको सबै सहकारीको धेरै विषयहरू चुनौती समस्याको विषयमा लामो समयदेखि हजुर संस्थापक भएर पूर्व अध्यक्षज्यू भएर यो संस्थालाई हेरिरहँदाखेरि यसरी आयोजना गरेको यो सदस्य अवलोकन भ्रमणले सहकारी विकासको लागि के कस्तो टेवा पुर्याउन सक्ला सर? के छ यसमा हजुरको? पक्कै पनि सहकारी अवलोकन भ्रमण भनेका दुई किसिमले हामीले गर्ने गर्छौँ विगतदेखि नै। एउटा नेतृत्वदायीहरूको मात्रै टिम लिएर अरू सहकारीले गरेका असल अभ्यासहरू कस्ता छन् ती असल अभ्यासहरूको अध्ययन गर्नु निम्ति हामी नेतृत्व टिमहरूलाई विभिन्न सहकारी सङ्घ संस्थाहरूमा अवलोकनलाई पठाउँछौँ भने यो चाहिँ ऐतिहासिक थलोहरू एउटा नेपालको पर्यटकीय विकासको निम्ति सहकारीको माध्यमबाट पर्यटकीय विकासको निम्ति पनि यसले योगदान दिँदै आएको छ। त्यस कारणले त्यो कामको लागि हाम्रो चित्रमनले जुन ढङ्गले आफ्ना सदस्यहरूलाई यहाँसम्म घुमाउने, विभिन्न क्षेत्रको अवलोकन गर्ने, भूगोलको अवलोकन गराउने, ऐतिहासिक ठाउँको अवलोकन गराउने, पर्यटकीय क्षेत्रको अवलोकन गराउने, यहाँका उत्पादन भएका स्थानीय उत्पादकहरूको बारेमा जानकारी लिने र जानकारी गराउने यो उद्देश्यका साथ हाम्रो चित्रमन बचत तथा ऋण सहकारी संस्थाले जुन विगतदेखि नै अवलोकन भ्रमण गराउँदै आएको छ यो असाध्यै राम्रो छ। यसले सदस्यहरूमा एउटा ऊर्जा, सहकारीप्रतिको एउटा आकर्षण, सहकारीको विश्वसनीयता पनि यसले वृद्धि गरेको छ। त्यसले पक्कै पनि यो भ्रमणले पनि एउटा उपलब्धि प्रत्येक सदस्यहरू यहाँ जति पनि सहभागी हुनुभएको छ सबैलाई यसले उपलब्धि दिन्छ भन्ने मैले विश्वास लिएको छु। हजुर हस्, हुन्छ, हस्, थ्याङ्क यू सर। हस् हस्।